नमस्ते। नमस्ते। म दिपा सिंह खडा। म क्रिश लामिछाने। तपाईहरुलाई थाहा नै छ हिजो सीमा सुवेदी ज्यू एक भारतीय नागरिक जसको भिडियो एकदमै भाइरल भइरहेको छ फेसबुकतिर युट्युबतिर र त्यो भिडियो हेर्दा थोरै मन दुख्यो। हामी उहाँलाई जवाफ स्वरूप चाहिँ यो भिडियो बनाउँदै छौं। खासमा हामी पोलिटिकल भिडियोजहरु त्यति बनाउँदैनौं तर राष्ट्र राष्ट्रियताको कुरालाई लिएर जब यी कुराहरु उठ्छन् तब त्यहाँनिर सम्झौता गर्न नसकिने रहेछ। त्यसैले क्रिसले थोरै पार्ट र मैले थोरै पार्ट चाहिँ एन्सर स्वरूप हामी दिदै छौं। कृपया हेर्नु होला। लिपस्टिक राम्रो देखाएको छ, मिलाउनु पर्दैन। This late night, what exactly Seema Subedi is doing online? रातमा? थाहा छ। Indians are from Nepal. You people are saying that? Excuse me. ओ हेलो, एक्सक्युज मी। हामीले कहिले भनेको छौं इन्डियन्स नेपालबाट हो भनेर? यदि तिम्रो देशमा हिस्ट्रीको किताब पाइन्छ भने गएर पल्टाएर हेर्दा हुन्छ। सुगौली सन्धि गर्नु अगाडि इन्डियाको कुनै पार्ट्स नेपालको थियो र त्यो आधारमा हामीले तिम्रो पुस्ताहरू चाहिँ नेपालबाट थिए भनेका हौ। इतिहास हो, मेटाएर मेटिदैन र त्योलाई तिमी आफू भ्रम पालेर आफ्नो तरिकाले भन्न चाहन्छौ भने वी आर भेरी सरी फर यू। त्यो बाहेक हामी के पनि भन्न सक्दैनौं। मेरे जो पापा है ना, वो हमेशा से चाहते थे कि मैं एक इंडियन आर्मी में जाऊं या मैं एक आईपीएस ऑफिसर बनूं, पर जब बाद में उनको पता चला कि मेरा इंटरेस्ट उसमें डिफेंस में नहीं था, फिर डैड ने बोला कि तुम्हें जो भी करना है करो और हमें गर्व है भारतीय होने पर। अरे यार, यसमा कनेक्सन चाहिँ के छ? तिमी एउटा चीज बन्न चाहन्थ्यौ, तिम्रो ड्याडले अर्को चीज बन्दोस् भन्ने चाहन्थ्यौ, फाइनली तिम्रो ड्याडले तिमीलाई सपोर्ट गर्नुभयो एन्ड यु फिल प्राउड टु बी इन्डियन भनेर। यसमा कनेक्सन चाहिँ के छ? मैले त बुझिन। नेक्स्ट भिडियोमा बुझाऊ है मलाई। हम गोरखाली हैं और हम लोग भारतीय हैं। व्हाट? भारतको कुन ठाउँमा छ र गोर्खा? तिमी भारतीय गोर्खाली भन्दैछौ? होगा नेपाल में गोरखा डिस्ट्रिक्ट, पर मेरे पुरखों ने तो आज तक नेपाल नहीं देखा। हम गोरखाली हैं और हम लोग भारतीय हैं। मेरे साथ ही हजार करोड़ जितने भी गोरखा से सबको अपने भारतीय होने पर गर्व है। अस्पष्ट कुरा नगर न तिमी। कस्तो कुरा गर्छौ? तिमी आफै भन्छौ कि मेरो पुस्ताले गोर्खा देखेकै छैन, त्यो नेपालको कुनै जिल्ला होला रे, अनि हामी गोर्खाली हौं भन्छौ। अलि ठीक छैन कि? तिम्रो देशमा गोर्खा भन्ने ठाउँ छ? 100 बार सोचिएगा डुड। 1000 बार सोचिए डुड। गोर्खा चाहिँ नेपालमा पर्छ, भारतमा हैन। नि गोर्खाली हामी हौ, तिमीहरु हैनौ। हम हर एक इंसान की इज्जत करना जानते हैं। राम्रो कुरा। जस्तै सुनाऊ त। इंडिया के काम क्यों करते हो फिर? दुनिया भर के बर्तन मांजने वाले तो तुम्हारे नेपाल से ही आते हैं। तुम्हारे लिए हम बदनाम है यहाँ पे। अपना मुंह संभाल के बात करना। समझ गए होंगे ना मैं किसको बोल रही हूँ? तिमी पनि मुख मात्र हैन, माइन्ड पनि सम्हालेर बोल्ने गर। थाहा छ नि म केको बारेमा कुरा गर्दैछु? मेरो देशमा जति जनसंख्या छ त्यति जनसंख्या त तिम्रो देशमा भिखारी छ र त्यसका कयौं प्रतिशत हाम्रो देशमा आएर मन्दिर पार्टी पौवामा सुतेर बसेर भिख मागिरहेको छ। हामीले तिम्रा देशका एउटा पनि भिखारी मर्न दिएका छैनौं, पालेका छौं। मैं भी कोई पागल नहीं हूँ जो एशिया इंटरनेशनल जीत के बैठी हूँ। हामीले देखिसक्यौं, त्यो भन्न पर्दैन। गेट वेल सुन। जब तुम्हारी यहाँ अर्थक्वेक आई थी ना। अर्थक्वेक? ओके, भूकम्प भने भए हुन्थ्यो। ठिकै छ। आथ्यो। अनि ऐसा कोई इंडियन नहीं होगा जिसने तुम लोगों के लिए डोनेशन बॉक्स रोड में रखा। सो व्हाट? हामीलाई सबै देशले सपोर्ट गरिरहेको थियो, इन्डियाले मात्रै होइन। अझ इन्डियाले त अलि त्यो एक्सपायर भएको सामानहरू पठायो भने अलि हल्ला पनि चलाएको थियो। जे भए पनि त्यसको लागि धन्यवाद। तर त्यो सपोर्ट गरिरहेको थियो हामीले यस्तो उस्तो भने तिमीहरूको सपोर्टले मात्रै हामी बाँचेको चाहिँ होइन हैन। यसरी फेसबुकमा लाइभ दिइदिकन मैले त्यो अर्थक्वेक आएको बेलामा तिमीलाई सपोर्ट गरिरहेको थिएँ भनेर खोक्नु पर्ने चाहिँ म के पनि देख्दिन। तुम्हारे लिए हम बदनाम है यहाँ पे, बेकार में इंडियन गोरखा बदनाम है, क्योंकि लोग कंफ्यूज हो जाते हैं कि नेपाली है या इंडियन है। कन्फ्युज भइहाल्छ नि। इन्डियामा बस्ने म गोर्खाली भन्ने अनि नेपाली र इन्डियन चिनेन हामीलाई चाहिँ यहाँ दुविधा भयो भन्ने, जबकि तिमीलाई तिम्रै देशले फुल्ली इन्डियन हो भनेर सपोर्ट गर्दैन, तिमीहरू आफ्नो पहिचानको लागि त्यही भारतसित लड्दैछौ भने हामीलाई अनेक थरी भन्नुको अर्थ के? र हाम्रै देशको नाम चोरेर अर्को राज्य बनाउन खोज्नुको तात्पर्य के? मैं उनमें से नहीं हूँ जो कोने में बैठ के रोए।
मैं उनमें से हूँ जो जाके लड़के आए। हामी पनि उनमें से नै हो जो तिम्रो बकबक सुनेर बस्छौं। हामी पनि उनमें से हो जो हाम्रो पहिचान खुसी नलाग्दा आवाज उठाउँछौं। र अन्त्यमा तिम्रो देशको आन्तरिक कुराबारे हामीलाई मतलब छैन। बस मेरो देशको बारेमा, हाम्रो देशको बारेमा नराम्रो नबोल्देऊ। तिमीलाई कुन राज्य चाहिन्छ, कुन जिल्ला चाहिन्छ, आफ्नो सरकारसित त्यही अनुरूप माग बनाऊ, राज गर, बस। तर हामी नेपाली र नेपालको पहिचान र पहिचानसँग सम्बन्धित शब्दहरू खोसेर चोरेर आफ्नो राज्यमा लगेर त्यसको नामाङ्करण नगर। गोर्खा हाम्रो पहिचान हो, हाम्रो इतिहास हो, हाम्रो पुर्खाको नाश हो। चियाको पात बेचेर कमाएको नाम होइन गोर्खाली, ब्रिटिसहरूसँग युद्ध गरेर कमाएको नाम हो। चोर्ने दुष्प्रयास नगरियोस्। नमस्ते।